हेलो एभ्रिवान, आज तपाईहरुलाई हाम्रो एएनबी च्यानलमा स्वागत छ। आज एएनबी च्यानलमा वैभवीको बर्थडे हामीले बिहान बिहान उलाई उठ्ने बित्तिकै विश गर्यौं। विश गरेपछि एउटा सानो मिनी सेलिब्रेसन राख्यौं हामीले हाम्रो घरमा। अनि हामी तीनजना सेलिब्रेसन गरेर खाना खाएर अनि हाम्रो प्लान चाहिँ आज उसको नानी हाउसमा गएर सेलिब्रेसन गर्ने बेलुकाको थियो। त्यसैले हामी उस नानी हाउस जानलाई रेडी भइसक्यौं। हाम्रो ब्याग पनि प्याकिङ भइसकेको छ, हेर्न सक्नुहुन्छ। म पनि रेडी भइसकेको छु। अनि हामी अब निस्किसक्यौं है, हेर्न सक्नुहुन्छ। हामी बाटोमा छौं, हामी बस पार्क जान लाग्छौं। अनि त्यसपछि हामी बसमा चढेर जान्छौं नानी घर। अनि त्यही बेलुकाको सेलिब्रेसन चाहिँ त्यही गर्ने प्लानमा थियौं। त्यसैले हामी हेर्न सक्नुहुन्छ, यो मकवानपुरको केक प्यालेस हेटौडाको कान्ति राजपथको हेर्न सक्नुहुन्छ। हामी बाटोमा छौं अनि म चाहिँ भिडियो सुट गर्दैछु। अनि म बिर्से थिएँ नि त आफ्नो सुट गर्नलाई, अनि सेल्फी सुट गरेको। अनि हामी बसमा चढिसक्यौं। अहिले आज दिउँसो चाहिँ वैभवी निनी पनि गरेको छैन। अब बसमा गऱ्यो भने त झन् राम्रो। अहिले चाहिँ खेलिरहेछ। हाम्रो बस चाहिँ स्टार्ट भएको छैन, अहिले पार्कमै छ। लगभग हामी 20 मिनेट जति होला पार्कमै थियौं है। प्यासेन्जर भरेपछि बल्ल जान्छ नि त गाडीहरू। कस्तो मलाई एकदम मनै पर्दैन के यो चाहिँ है, कुरिरहने के सिटहरू नभरेसम्म। अनि फाइनली हामी नानी घर आइसकेको छौं। अनि हामी घर पुगेपछि फ्रेस भएर किचनमा यसो सबै एकअर्कालाई हेल्प गर्दै थियौं हैन, खाना डिसहरू पकाउनलाई। हेर्न सक्नुहुन्छ, म पनि यसो हेल्प गर्दैछु। मम्मी पनि वैभवीको चाहिँ फेभरेट बुनिया, अनि आज नातिनीको फेभरेट नि पकाइदिउँ भनेर बुनिया पकाइदिनु भएको थियो। वैभवी चाहिँ पार्टीको लागि रेडी भइसकेको छ। उसलाई चाहिँ फेरि फ्रकहरू चाहिँ फिट्टिकै मन नपर्ने के, लाउन पनि एकदम फकाइ के लाउन पर्ने। अनि छिटो अब केको लागि लगाएको हो त्यो काम चाहिँ छिटो भ्याउन पर्छ कि, नत्र त खोल्ने फाल्ने जस्तो कुरा गर्छ कि। टी सर्ट प्यान्टहरू हैन, हाफ प्यान्टहरूमै कम्फर्टेबल हुने। अनि बर्थडे पनि अब बच्चाहरूको है सोचे जस्तो त हुँदैन। उसले जस्तो जे खोज्यो त्यही अनुसार गरेर हामीले पार्टी पनि सेलिब्रेट गर्यौं। अनि उसलाई गिफ्टहरू दिँदै हुनुहुन्छ। उसलाई चाहिँ फेरि गिफ्टमा के छ भने चाहिँ एकदम एक्साइटेड हुन्छ के। अनि ऊ गिफ्ट खोल्ने भनेर एकदम कर गर्दैछ। अनि गिफ्ट पनि खोल्ने कार्यक्रम स्टार्ट भइसक्यो। अनि गिफ्टभित्र चाहिँ उसलाई के परेको छ उसलाई गिफ्टमा भिडियो स्किप नगरिकन हेरिदिनु होला है।